तथा सञ्चालन ऐनमा चाहिँ स्थानीय सेवा गठन तथा सञ्चालन ऐनमा सबै कुरा प्रदेशमा जे कुरा भनेको छ त्यस्तै कुराहरू छन्। खालि एउटा कुरा आरक्षणको कुरा चाहिँ नि यहाँ चाहिँ नि रहेको छ। त्यो आरक्षणको कुरा हामी पढ्छौँ कोशी प्रदेशमा आरक्षण भनेर। त्यसैले स्थानीय सेवा गठन तथा सञ्चालन ऐन पढ्दैनौँ। कोशी प्रदेशको स्थानीय सेवामा महिला भन्दा बढी जनजाति आदिवासी जनजातिलाई कोटा दिएको छ है। कोशी प्रदेशमा आदिवासी जनजातिलाई 35% कोटा निर्धारण गरेको छ। आदिवासी जनजाति 35%। नियमावलीका सबै प्रावधान मैले पढाइसकेँ। नियमावली छुट्टै होइन, ऐनलाई व्याख्या गरेको कुरा हो। व्याख्या गरेका कुराहरू सबै हामीले पढिसकेका छौँ है। त्यसपछि महिलालाई चाहिँ 33% कोटा दिएको छ अनि दलितलाई 6% कोटा दिएको छ। त्यसै गरी विपन्न खसारेलाई पनि त्यहाँ कोटा दिएको छ। विपन्न खसारे उनीहरूलाई पनि 6% कोटा छ। र त्यसपछि त्यहाँ चाहिँ थारूहरूलाई कोटा दिएको छ। थारूहरूलाई पनि 6% कोटा छ। यहाँ चाहिँ विपन्न खसारे अनि थारूलाई पनि 6% कोटा। त्यसपछि मधेसीलाई 5%, मुस्लिमलाई 5% भने अपाङ्गलाई चाहिँ 4%। यसरी कोशी प्रदेशमा आरक्षणमा चाहिँ यसरी व्यवस्था गरेको छ है। सबभन्दा बढी यो चाहिँ कस्तो भने यो कस्तो हो भनेदेखि आरक्षण भनेको चाहिँ नि आफ्नो प्रदेशमा भएका बासिन्दाहरूलाई मध्यनजर गरेर दिइन्छ। आदिवासी जनजातिहरू धेरै सङ्ख्यामा भएको हुनाले कोशी प्रदेशमा चाहिँ आदिवासी जनजातिलाई महिलाको भन्दा बढी आरक्षण दियो र महिलालाई र यसरी चाहिँ आरक्षणको कोटा दिएको छ है। तपाईले पढ्ने स्थानीय सेवा गठन तथा सञ्चालन र निजामती सेवा ऐनका प्रावधानहरू सबै यिनै हुन्। नियमावली हामीले पढिसकेका छौँ। नियमावली भनेको ऐनलाई व्याख्या गरेको कुरा हो। यहाँ हामीले जो यहाँ व्याख्या गर्यौं ती सबै नियमावलीमा व्याख्या गरेका कुरा पढेका हौं। परिच्छेद 1, 2, 3 पढिएन भन्नु भएको छ। परिच्छेद 1 मा प्रारम्भिक, 2 मा गठन, 3 मा पदपूर्ति पढिसकेका छौं। गठन निजामती सेवाको गठन कसरी हुन्छ भन्ने पढेनौं र कोशी प्रदेशमा 7वटा सेवा छन् भनेर पढिसकेका छौं। पदपूर्ति पनि हामीले 3टा बडुवा र यो भनेर हामीले पढिसकेका छौं। त्यसैले पदपूर्ति पनि हामीले पढिराख्न पर्दैन, पढिसकेको विषय हो। हेरे 1, 2, 3 हामीले पढिसकेका छौं है। त्यसैले आज म तपाईहरुलाई कोशी प्रदेश सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन सुरु गर्छु। कोशी प्रदेश सुशासन, यसलाई चाहिँ ब्राकेटमा व्यवस्थापन तथा सञ्चालन ऐन 2076। कोशी प्रदेश सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन 2076 छ। यो ऐनले चाहिँ नि कोशी प्रदेशको सुशासनको कुरालाई त्यसले हामी यसमा पढ्ने छौं। त्यसैले सबभन्दा पहिला हामी ऐन पढ्नु भन्दा पहिला व्हाट इज सुशासन भन्ने पढ्नु पर्ने छ। सुशासनको कन्सेप्ट नजानिकन हामी ऐनमा पस्यौं भने त्यो राम्रो हुँदैन। त्यसैले हामीलाई सुशासनको डेफिनेसन के हो भनेर पनि सोध्न सक्छ। सामान्य अर्थमा शासन भनेको देशको व्यवस्थापन गर्ने कुरा हो र हामीले देशको व्यवस्थापन कसरी गर्छौं त भन्दाखेरि असल तरिकाले गर्यौं भने सुशासन हुन्छ, खराब तरिकाले गर्यौं भने त्यो कुशासन हुन्छ। त्यसैले सुशासन भनेको चाहिँ राम्रो किसिमको शासन हो। जनताले सार्वजनिक सेवा प्रवाह सहजै प्राप्त गरेको, राज्यमा कुनै किसिमको त्यस्तो बाढ भैलो नभएको अवस्थालाई हामी सुशासन भन्छौं है। त्यसैले तपाईहरुलाई सुशासनको डेफिनेसन सोध्यो भने सुशासनको डेफिनेसन चाहिँ हामीले यस्तो लेख्छौं कि देशको शासन व्यवस्थालाई जनमुखी बनाउने कुरा। पहिला देशको शासन व्यवस्थालाई
जनमुखी बनाई। है, देशको शासन व्यवस्थालाई जनमुखी बनाई भनेको जनता केन्द्रित बनाउने कुरा, जनताको बनाई। सार्वजनिक सेवालाई सुधार गरी, सार्वजनिक सेवालाई सुधार गरी, सार्वजनिक सेवालाई सुधार गरी आम नागरिकलाई भनेको जनतालाई गरी जनतालाई शासनको सुखद अनुभूति दिलाउनुलाई सुशासन भनिन्छ। है, यसमा के भन्यो भने जनतालाई चाहिँ नि हामीले शासन व्यवस्थालाई जनता केन्द्रित बनाउने र सार्वजनिक सेवालाई सुधार गर्ने, हाम्रो जुन सार्वजनिक सेवा छ त्यसलाई सुधार गर्ने र जनतालाई चाहिँ नि शासनको सुखद अनुभूति अर्थात् देशमा राज्य छ भन्ने कुराको जनतालाई अनुभव दिलाउने कुरालाई हामी सुशासन भन्छौँ। है, देशको शासन व्यवस्थालाई सुदृढ गर्ने कुरा सुशासन हो। त्यसैले सुशासनमा चाहिँ नि हामीले अब यो डिफिनेसन जानिसकेपछि मेनली सुशासनले फोकस गर्ने इस्युहरू चाहिँ नि 4 वटा छ र यसमा चाहिँ सुशासनमा के हुनेछ भनेदेखि अर्को सुशासनको डिफिनेसन हामीले लेख्दै गर्दाखेरि भ्रष्टाचार रहित समाज, भ्रष्टाचार रहित समाज अनि जनमुखी र पारदर्शी सरकार, जनमुखी र पारदर्शी सरकार भनेको समाजमा चाहिँ भ्रष्टाचार नभएको, सरकार चाहिँ जनमुखी र पारदर्शी जनता केन्द्रित भएको सरकार अनि कानुन अनुसारको शासन, कानुन अनुसारको शासन हुनुलाई सुशासन भनिन्छ। है, सुशासन भन्ने चाहिँ यो डिफिनेसन हो। अर्को डिफिनेसन सुशासनको के भन्छ भने यसले समाज चाहिँ भ्रष्टाचार रहित हुनु पर्यो, समाज चाहिँ भ्रष्टाचार रहित हुनु पर्यो, जनमुखी र पारदर्शी सरकार हुनु पर्यो, सरकार जनता केन्द्रित हुनु पर्यो र कानुन अनुसारको शासन भयो भने मात्रै त्यो सुशासन हुन्छ। र यो सुशासनको कन्सेप्ट चाहिँ कहाँबाट आयो भन्ने कुरा हामीले पढ्नुपर्ने छ। त्यसैले विश्वमा सबभन्दा पहिला सुशासनको अवधारणा विश्व बैंकले 1889 मा अफ्रिका महादेशमा चाहिँ नि बाट सुरुवात गरेको है। यसमा चाहिँ नि हामीले अब विश्वमा सुशासनको सुरुवात, सुशासनको अवधारणा विश्व बैंकले, सुशासनको अवधारणा विश्व बैंकले सन् 1989 मा विश्वमा सुशासनको अवधारणा विश्व बैंकले सन् 1989 मा दिगो विकास लक्ष्य हासिल गर्न दिगो विकास लक्ष्य हासिल गर्न अफ्रिका महादेशबाट सुरु गरेको हो। विश्व बैंकले अफ्रिका महादेशमा चाहिँ दिगो विकासका लक्ष्य सस्टेनेबल डेभलपमेन्ट गोल भन्ने तपाईहरुले सुन्नु भएको छ होला, 17 वटा गोल छन्। ती गोलहरू हासिल गर्ने सन्दर्भमा सुशासन चाहिँ अपरिहार्य छ भनेर
अफ्रिका देश महादेशबाट विश्व ब्याङ्कले सुरु गर्यो है। यसरी यसको कन्सेप्ट आयो र सुशासनका चाहिँ पिलरहरू चाहिँ 4वटा छन्। हाम्रा घरका पिलरहरू 4वटा भए जस्तै सुशासनका पिलर पनि 4वटा छन्। ती 4वटा पिलरहरू के हुन् भनेर हामी पढ्नेछौँ। त्यसैले यसमा चाहिँ सुशासनका आधारभूत तत्त्वहरू भनेर हामी लेख्छौँ। आधारभूत तत्त्वहरू है। आधारभूत तत्त्व भनेका सुशासनका पिलर, हाम्रा घरका पिलर हुन्छन्, त्यस्तै गरी सुशासनका पिलर पनि 4वटा छन्। र सुशासनका 4वटा पिलरहरू के हुन् त? तपाईँ यी 4वटा चिजले हाम्रोमा सुशासन छ कि छैन भन्ने कुराको आइडेन्टिफाई गर्छन्। ती 4वटा चिजहरू के हुन् भनेर हामी यहाँ पढ्छौँ। एकजना साथीले आयाम भन्नुहुन्छ, त्यही हो। जसले जे भने नि एउटै कुरा हो। आयाम भनेको आँखा भने हो, सुशासनका पिलर भनेका घरका पिलर जस्ता पिलर भनेको हो। जसले जेसुकै भन्नुहोस् एउटै कुरा हुन् है। र 4वटा मध्येको पहिलो चाहिँ पारदर्शिता हो, ट्रान्सप्यारेन्सी। सुशासनको आधार अथवा आधारभूत तत्त्व है 4वटा। पहिलो चाहिँ पारदर्शिता भनेको ट्रान्सप्यारेन्सी। सबै कुरा ट्रान्सप्यारेन्ट हुनु पर्यो। देशमा कुनै कुरा पनि लुकाएको हुनु भएन। सूचनाको हक सम्बन्धी यसले लुकाउन मिल्ने कुरा भनेको छ 5वटा कुरा। ती बाहेकका सम्पूर्ण कुराहरू जनताले थाहा पाएको अवस्थालाई हामी सुशासन भन्छौँ। र दोस्रोमा जवाफदेहिता। जवाफदेहिता भनेको हामीले जवाफ दिन सक्ने कुरा, आफूले गरेको कामको जवाफ आफैले दिनुपर्ने। तपाईले गरेको कामको जवाफ मैले यो काम यसरी गरेँ र यो कामको गल्तीमा मैले यो कारणले गल्ती भयो भन्ने कुराको लेख्न सक्ने र दबाब दिने अवस्था भने। तेस्रो उत्तरदायित्व। उत्तरदायित्व भनेको चाहिँ आफू आफ्नो काममा राष्ट्रप्रति जवाफदेही हुने कुरा, अर्थात् आफूभन्दा सिनियर प्रति जवाफदेही हुने कुरालाई उत्तरदायित्व भन्छ। तपाईले गरेको काम सिनियर प्रति तपाईँ उत्तरदायी हुनु पर्यो। जस्तो नेपालको संविधानले नेपालको मन्त्री परिषद चाहिँ नि नेपाल सरकार प्रति, के अरे नेपाल सरकार चाहिँ नि नेपाल देश प्रति उत्तरदायी हुने कुरा, मन्त्रीहरू चाहिँ नि देश र प्रधानमन्त्री प्रति उत्तरदायी हुने कुराको ग्यारेन्टी गरेको छ। त्यसैले सुशासनको अर्को पिलर हो उत्तरदायित्व भने। अर्को हो अनुमान योग्यता, प्रेडिक्टेबिलिटी। हामीले अलरेडी अनुमान गर्न सक्ने किसिमको शासन व्यवस्था भयो भने त्यो सुशासन हुन्छ। जस्तो हामीले चुनाव कति बेला, अहिले अब कति सालमा चाहिँ हाम्रो संसदीय चुनाव हुन्छ भन्ने कुरा अहिले नै अनुमान गर्न सक्छौँ कि 2084 मा हुन्छ। त्यसपछि फेरि 5 वर्षपछि हुन्छ भनेर हामीले अनुमान गर्न सक्छौँ 89 मा अनि 94 मा। हो त्यस्तो किसिमको हामीले अब के हुँदैछ भन्ने कुराको अनुमान गर्न सक्ने अवस्था भयो भने त्यो सुशासन हुनेछ। त्यसैले सुशासनका आयाम भने पनि, पिलर भने पनि, जसरी जे व्याख्या गरे पनि 4वटा कुरा पारदर्शिता, जवाफदेहिता, उत्तरदायित्व र अनुमान योग्यता हुन्। र सुशासनका यिनीहरू त पिलर हुन्। यी बाहेक सुशासनका अरू पनि आधारभूत अरू पनि तत्त्वहरू छन् सुशासनमा। ती बाँकी तत्त्वहरू चाहिँ हामी यहाँ अर्को तलब पढ्नेछौँ। यिनीहरू 4वटा पिलर भने सुशासनका तत्त्वहरू, इलिमेन्टहरू के हुन् त? सुशासनका इलिमेन्टहरू, आधारभूत तत्त्वहरू चाहिँ थुप्रै, मान्छेले जतिवटा पनि बनाउन सक्छ। तर केही इक्जाममा हामीले लेख्न सक्ने, इक्जाममा सोधियो सुशासनका आधारभूत तत्त्वहरू के हुन् भनेर प्रश्न सोध्यो भने हामीले लेख्ने के होला त भन्दाखेरि नम्बर 1 कानुनको शासन। सबभन्दा पहिला कानुनको शासन हुनुपर्ने छ सुशासनभित्र। कानुनको शासन भनेको कानुन अनुसार देश चल्नु पर्यो, संविधान अनुसार देश चल्नु पर्यो। हामीले जुन निजामती सेवा ऐन बनाएका छौँ त्यो निजामती सेवा अनुसार कर्मचारी चढ्नु पर्यो। देशले अपराध भनेका कुरा मान्छेले अपराध मान्नु पर्यो, गर्नु भएन, त्यो कानुनको शासन हो। नम्बर 2 सीमित सरकार।
लिमिटेड गभर्नेन्स भन्छ, गभर्मेन्ट भन्छ इङ्ग्लिसमा यसलाई, लिमिटेड गभर्नेन्स, सीमित सरकार, अर्थात् यो भनेको ठिक्कको सरकार, देशले धान्न सक्ने सरकार। अहिलेको संविधानले यो कुरालाई पनि सम्बोधन गरेको छ। अब नेपालमा 25 जना भन्दा बढी मन्त्री बनाउन पाइँदैन, नेपाल सरकारको 25 जना भन्दा बढी मन्त्री हुन पाइँदैन। त्यसैले केपी ओलीले अहिलेको मन्त्रीमण्डलमा 22 जना मन्त्री बनाउनु भएको छ। पहिला यो प्रावधान थिएन, त्यसैले शेरबहादुर देउपाले अहिलेसम्म नेपालमा सबैभन्दा ठुलो मन्त्रीमण्डल बनाउनु भयो 68 जना। दोस्रोमा बाबुराम भट्टराईले बनाउनु भयो 58 जना। हो यसरी हामीले बनायौँ, तर अहिलेको संविधानले तोक दियो कि सङ्घमा चाहिँ नै 25 जना भन्दा बढी मन्त्री बनाउन पाइँदैन र प्रदेशमा प्रदेश सभामा भएका सांसदको 20% मा नबढ्ने गरी बनाउन पाइँदैन। जस्तो कर्णालीमा 40 जना सांसद छन् प्रदेश सभामा र कर्णाली प्रदेशमा 40 लाई डिभाइडेड बाइ 5 गर्नु पर्यो र त्यो भन्दा बढी मन्त्री बनाउन पाइएन। जस्तो 40 लाई डिभाइडेड बाइ 5 गर्दाखेरि 8 जना, कर्णालीमा 8 जना भन्दा ठुलो मन्त्रीमण्डल बनाउन पाइँदैन। यो सीमित सरकारको कन्सेप्ट हो। अर्को चाहिँ यसको आधारभूत तत्त्वको रूपमा चाहिँ नै स्वेच्छाचारिताको अन्त्य। स्वेच्छाचारिताको अन्त्य भन्नुको अर्थ आफू खुसी जे पायो त्यही गर्ने कुराको अन्त्य है। त्यसैले हामी यसलाई शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तले यसलाई गाइड गर्छ। जस्तो कानुन बनाउने जिम्मा हामीले व्यवस्थापिकालाई दियौँ, व्यवस्थापिकाले कानुन बनाउँदा आफू खुसी जे पायो त्यही गरिदिन सक्छ भनेर हामीले त्यहाँ चाहिँ नि स्वेच्छाचारिताको अन्त्य गर्नका लागि लगाम लगाइदियौँ कि अदालतले व्याख्या गर्ने, गलत हो भने गलत भनिदिने, अदालतले गलत भनिदिन्छ गलत हो भने। अदालतका न्यायाधीशहरू स्वेच्छाचारी हुन सक्छन् भन्ने लाग्यो हामीलाई। त्यस न्यायाधीशहरू चाहिँ आफू खुसी जे पायो त्यही फैसला गरिदिन्छन् भन्ने लाग्यो भने त्यस्ता न्यायाधीशलाई हामीले संसदबाट हटाउन सक्छौँ है। यहाँ बाहिर मान्छेले जेसुकै भनुन्, जस्तो सुकै गरून्, हटाउने आधार हामीसँग छ। न्यायाधीशलाई चित्त बुझेन भने संसदले न्यायाधीशलाई हटाइदिन सक्छ। हो त्यस्तो कुरा चाहिँ यसमा स्वेच्छाचारिताको अन्त्य। कोही पनि स्वेच्छाचारी बन्न नसक्ने अवस्था सिर्जना गर्नु सुशासनको तत्त्वमा पर्छ। अर्को आवधिक निर्वाचन। आवधिक निर्वाचन भनेको अवधि तोकिएर गरिएको निर्वाचनलाई हामी आवधिक निर्वाचन भन्छौँ। अर्को चाहिँ बालिग मताधिकार। बालिग मताधिकार, बालबालिका र बालिग भनेको फरक कुरा हो। बालिग मताधिकार भनेको उमेर पुगेका व्यक्तिहरूले भोट हाल्न पाउने कुरालाई चाहिँ बालिग मताधिकार भनिन्छ है। बालिग मताधिकार भनेको उमेर पुगेका 18 वर्ष उमेर पुगेका सबैले भोट हाल्न पाउने कुराको ग्यारेन्टी भएको कुरालाई हामी बालिग मताधिकार भन्छौँ र त्यो कुराको सुनिश्चितता भयो भने मात्रै त्यो सुशासन हुन आउँछ। अर्को चाहिँ मानव अधिकारको संरक्षण। सबैको मानव अधिकार संरक्षण भएको हुनुपर्छ। त्यसैले मानव अधिकारको संरक्षण पनि सुशासन कायम गर्ने अर्को आधारको रूपमा रहेको छ। अर्को पूर्ण प्रेस स्वतन्त्रता। पूर्ण प्रेस स्वतन्त्रता भनेको पत्रकारहरू र पत्रकारिता भन्ने पेशा चाहिँ नि स्वतन्त्र हुनुपर्छ, तब मात्रै हामी सुशासन भयो भन्छौँ। पत्रकारमाथि पत्रकारितामाथि जुन लगाम लगाइन्छ त्यहाँ स्वतन्त्रता हुँदैन। पत्रकारले निष्पक्ष र भयरहित ढङ्गले समाचार सङ्कलन गर्न पाउनुपर्छ। अर्को स्वतन्त्र न्यायपालिका। अदालत स्वतन्त्र हुनुपर्छ सुशासन हुनका लागि, तर हाम्रो देशमा अदालतलाई स्वतन्त्र राखिएको छैन। अदालतमा कसैले विष सेवन गरेर मुद्दा चाहिँ नै जितिन्छ भन्छन्। मान्छेले प्रचार प्रसार गरेका आधारमा मुद्दा जिताउने भन्छन्। अब रवि लामिछानेको केसमा मिडियाबाजी गरेर अहिले चाहिँ त्यो न्यायाधीशलाई चाहिँ नि मिडियाबाजी गरेर न्यायाधीशलाई नराम्रो देखाइरहेछन्। सके संसदमा लगेर कारबाही गरून् न। रमेश ढकाल भन्ने के स्वीकृति पराजुली र रमेश ढकाल दुईटा न्यायाधीशले गरेका छन्। यदि मिस्टेक गरेका हुनु भने संसदमा कारबाही गर्ने अधिकार छ। उनीहरूलाई अहिले भर्खर हटाइदिन सकिन्छ जागिरबाट। तर त्यो मिडियाबाजी गरेर फेसबुकमा चाहिँ त्यो न्यायाधीशहरूलाई बोलो लगाएर त्यो काटेर केही हुनेवाला छैन। न्यायाधीशकोलाई चाहिँ नि विवेक प्रयोग गर्ने अधिकार दिएको छ। न्यायाधीशले गल्ती देखे थुनिदिए। रवि लामिछानेलाई विकल्प दिएको छ, त सर्वोच्च अदालतमा आउन सक्छ। सर्वोच्च अदालतले मिस्टेक छैन भने तँलाई छोडिदिन्छ।
आयो हुन्छ सर्वोच्च अदालतले यदि उच्चको अदालतको न्यायाधीशले मिस्टेक गरेर थुनेका हुन् भने छोडिदिन्छ। त्यसैले किन चाहिँ त्यो मिडियाबाजी गरेर अर्को गरेर हल्ला गरिराख्नुपर्छ? त्यो सुशासन होइन, त्यो कुशासन हो। सुशासनभित्र जनताका कुरा सुनिनुपर्छ, न्यायपालिका स्वतन्त्र हुनुपर्छ है। त्यसैले अर्को चाहिँ नि गुणस्तरीय सेवा प्रवाह सुशासनको अर्को आधार हो। गुणस्तरीय सेवा प्रवाह, गुणस्तरीय सेवा प्रवाह हामीले जति सर्भिस डेलिभरी गर्छौँ त्यो सर्भिस डेलिभरी गुणस्तरीय हुनुपर्छ। र अन्तिममा नागरिक सर्वोच्चता भनेको जनतालाई ठुलो बनाएको हुनुपर्छ। जब जनता ठुलो हुन्छन् तब त्यो देशमा चाहिँ नि सुशासन कायम हुन्छ। हामी कहाँ त कर्मचारीहरूले हामी ठुला हौँ भन्छन्, सेवाग्राहीलाई दुःख दिन्छन्, नेताहरूले चाहिँ नि मसँग आओस् चाकरी गरोस्, कर्मचारीले जनताले भन्छन्। त्यो भयो भने सुशासन हुँदैन। सुशासन हुनका लागि यी कुराहरू चाहिन्छ। कानुन सबैले मान्नुपर्छ, म ठुलो हुँ भनेर कसैले भन्न पाइँदैन। यो सुशासनका हाम्रा आधार स्तम्भहरू यिनीहरू चारवटा पिलर भए। ती बाहेकका अरू कुरा चाहिँ नि सुशासनका बेसिक इलिमेन्टहरू हुन्। तपाईहरुलाई इक्जाममा सुशासन भनेको के हो र सुशासनका आधार स्तम्भहरू पिलर कुन कुन हुन् भनेर क्वेसन सोध्ला। त्यसैले हामीले सुशासनको परिभाषा हामीले 3टा लेख्यौं र पिलर चाहिँ 4वटा लेख्यौं। तपाईलाई यदि छोटो लाग्छ भने पारदर्शिता भनेको के हो, जवाफदेहिता भनेको के हो, उत्तरदायित्व भनेको के हो र अनुमानयोग्यता के हो भनेर एक एक लाइन लेख्न सक्नुहुन्छ। पारदर्शिता भनेको राज्यले गरेका सम्पूर्ण कामहरू जनताले सहजै रूपमा थाहा पाउने अवस्थाको सिर्जना हुनु हो। जवाफदेहिता भनेको कर्मचारीले अथवा कुनै व्यक्तिले आफूले गरेको कामप्रति आफू जिम्मेवार हुने र जवाफ दिन सक्ने बन्नु जवाफदेहिता हो। उत्तरदायित्व भनेको आफूले गरेको काम आफूभन्दा सिनियर प्रति उत्तरदायी, सिनियर प्रति र देशप्रति चाहिँ नि देशको माया गरेर देशप्रति चाहिँ नि जिम्मेवार हुने कुरालाई उत्तरदायित्व भनिन्छ। र अब के हुँदैछ भन्ने कुराको अनुमान गर्न सक्ने अवस्थालाई अनुमानयोग्यता भनिन्छ। र यी अन्य पिलरहरू अन्य इलिमेन्टहरू निम्नानुसार छन् भनेर पनि लेख्नु पर्यो। र इक्जाममा नभए सुशासनका आधारभूत तत्त्वहरू के हुन् उल्लेख गर्नुहोस् भन्यो भने यी 10वटा पोइन्टहरू हामीले लेख्न सक्यौं भने इक्जाममा सबैभन्दा बेस्ट हुनेछ। अब हामी बल्ल सुशासन के हो भन्ने कुरा बुझिसक्यौं। त्यसैले हामी सुशासन ऐनमा के लेखा छ भन्ने कुरा पढ्छौं। अब कोशी प्रदेशको सुशासन ऐन पढ्छौं हामी है। त्यसैले कोशी प्रदेश सुशासन ऐन 2076। अब यसभित्रका हामी प्रावधानहरू के छन् भनेर पढ्नेछौँ। यसभित्रका प्रावधानहरू पढ्दाखेरि कोशी प्रदेशको सुशासन ऐन लागू र जारी भएको मिति हामी पढ्छौँ। लागू र जारी भएको मिति 2076 वैशाख 26 गते हो। पिलर भने घर चाहिँ देख्नु भएको छ हैन त? घरमा पिलर भन्छौँ हामी है। घरको पिलरले के काम गर्छ? घरलाई बलियो बनाउने काम गर्छ। पिलर नभएको घर भूकम्पले भत्काइदिन्छ। पिलर भयो भने मात्रै टिक्छ। मेनली घरमा मुख्य पिलर 4वटा, हामी अरू पिलर पनि राख्छौँ तर मेन पिलर 4वटा जसले हाम्रो घरलाई बलियो बनाउँछन्, ठाडो बनाइराख्न सहयोग गर्छन्। त्यसैले सुशासनलाई पनि ठाडो बनाइराख्न तिनै पिलरले काम गर्छन्। ती पिलर भनेका 4वटा हुन् है। सुशासन त्यो देशमा छ कि छैन भन्ने कुराको मापन सुशासनको उले चाहिँ गर्ने गर्छ है। त्यो तिनीहरूलाई हामी पिलर भन्छौँ। ओके, यसमा हामीले अब कोशी प्रदेशको सुशासन ऐन हेरिरहेका छौँ। कोशी प्रदेशको सुशासन ऐन जारी र लागू भएको मिति 2076 वैशाख 26 गते हो। अनि कोशी प्रदेश निजामुद्दीन सुशासन ऐनमा टोटल 46 वटा दफा रहेका छन्।
46 वटा रहेका छन्। कोशी प्रदेश सुशासन ऐनमा 46 वटा दफा छन् र ती दफाभित्र अब हामीले के छन् भन्ने कुरालाई मेनली फोकस गरेर पढ्नेछौँ। कोशी प्रदेश सुशासन ऐनमा रहेका दफाहरू मध्ये परिच्छेद हामीले दफा 1 मा के छ, 2 मा के छ, 3 मा के छ भनेर पढ्दैनौँ र इक्जाममा आउने केही इम्पोर्टेन्ट कुराहरू पढ्नेछौँ र हामीलाई इक्जाममा परिभाषा खण्डबाट 2-3 परिभाषाहरू सोध्न सक्नेछ। सबभन्दा पहिला मन्त्री भन्नाले कसलाई बुझिन्छ कोशी प्रदेशमा भनेर सोध्नेछ। नम्बर 1 मा मन्त्री भनेर कसलाई चिनिन्छ र कोशी प्रदेशमा मन्त्री भन्नाले मुख्यमन्त्रीलाई चिनिन्छ। मुख्यमन्त्री अनि प्रदेश मन्त्री, प्रदेश राज्य मन्त्री, प्रदेश राज्य मन्त्री र प्रदेश सहायक मन्त्री। है यो मन्त्री भनेका चाहिँ मुख्यमन्त्री पनि मन्त्री हो, त्यहाँको प्रदेशका मन्त्रीहरू पनि मन्त्री हुन्, प्रदेशमा राज्य मन्त्री पनि हुन्छ र प्रदेशमा सहायक मन्त्री पनि हुन्छ। हामी तिनीहरूलाई मन्त्री भनेर चिन्छौँ र हामीले प्रदेशमा चाहिँ सुशासन कायम गर्नका लागि कहाँबाट काम गर्न सक्छौँ त भन्ने कुरा हामीले यहाँ पढ्नुपर्ने छ। सुशासन कायम गर्न, काम गर्न, कार्य सम्पादन गर्ने निकाय। दोस्रोमा चाहिँ तपाईहरुलाई सुशासन कायम गर्न कार्य सम्पादन गर्ने निकाय। सुशासन कायम गर्नका लागि हामीले कहाँबाट काम गर्न सक्छौँ त भन्ने विषय यहाँ हेर्नुपर्ने छ र सुशासन कायम गर्नका लागि हामीले 3टा तहबाट, हामी कोशी प्रदेशको पढ्दैछौँ त्यसैले कोशी प्रदेशका 3टा तह हेर्दाखेरि सबभन्दा पहिलो हामी प्रदेशबाट गर्छौँ, दोस्रो चाहिँ जिल्लाबाट गर्न सक्छौँ र अर्को चाहिँ स्थानीय तहबाट। यो 3टा तहबाट हामी सुशासन कायम गर्नका लागि काम गर्न सक्छौँ है। अब इक्जाममा चाहिँ नि सुशासन कायम गर्नका लागि कोशी प्रदेश सुशासन अनुसार कार्य सम्पादन तलको कुन निकायले गर्दैन? अप्सन ए संघीय कार्यालय, 2 प्रादेशिक कार्यालय, 3 जिल्ला स्थित कार्यालय र 4 स्थानीय कार्यालय। त्यो भन्यो भने संघीय कार्यालय चाहिँ नि सुशासन ऐन अन्तर्गत परेन। सुशासनका काम संघले पनि गर्छ तर संघले ओभरअल नेपालभरि गर्छ, तर कोशी प्रदेश सुशासन ऐनको गभर्नेन्स भनेको, त्यसको कभरेज भनेको प्रदेश, जिल्ला र स्थानीय तहभित्र पर्दछ। अनि प्रदेश सरकारको प्रमुख प्रशासकीय निकाय कुन हो भनेर तपाईलाई प्रश्न सोध्ने छ। 3टा तहमा चाहिँ हामीले अघि भनिहाल्यौं, प्रदेश, जिल्ला र स्थानीय तह है। कोशी प्रदेश, प्रदेश, जिल्ला र स्थानीय तह, यो 3टा चाहिँ हाम्रा सुशासन कायम गर्ने सन्दर्भमा कार्य सम्पादन गर्ने निकाय हुन्। त्यस सँगसँगै हामी प्रदेश सरकारको प्रमुख प्रशासकीय निकाय कुन हो भनेर सोध्छ। प्रदेश सरकारको प्रमुख प्रशासनिक निकाय, कोशी प्रदेशको प्रमुख प्रशासनिक निकाय कोशी प्रदेशको मात्रै होइन, सबै प्रदेशको प्रशासनिक निकाय भनेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय हो। है, कोशी प्रदेश सरकारको प्रमुख प्रशासकीय निकाय भनेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय हो। यसले चाहिँ प्रशासनिक निकायको काम गर्छ, तर संघको चाहिँ हामीले प्रशासनिक निकाय भनेर सामान्य प्रशासन मन्त्रालयलाई लिन्छौँ। कोशी प्रदेशको मात्रै होइन, सम्पूर्ण हाम्रा 7वटै प्रदेशको प्रशासनिक निकायको रूपमा चाहिँ नि यो रहेको छ। र अब हामीले कोशी प्रदेशको प्रशासनिक कार्य सञ्चालनका आधारहरू के हुन् भनेर पढ्नेछौँ है। अर्को प्रश्नमा चाहिँ नि कोशी प्रदेशको प्रशासनिक कार्य सञ्चालनका आधारहरू, प्रशासनिक कार्य सञ्चालनका आधारहरू। ओके, कोशी प्रदेशको हामीले प्रशासनिक कार्य सञ्चालन गर्दा के गर्ने त, अर्थात् अफिस हामीले सञ्चालन गर्दै गर्दा
के काम गर्ने भन्ने कुरा हामी यसमा पढ्नेछौँ। यो कुरा चाहिँ दफा 6 मा लेखिएको छ र दफा 6 ले यी कुराहरू 10 वटा कुरा लिएको छ। हामीले सम्भव भएसम्म 10 वटै कुरा याद गर्छौँ र सम्भव भएन भने 10 वटा होइन, थोरै कुराहरू 5-6 वटा जतिवटा जान्छौँ त्यतिवटा याद गर्छौँ। त्यसैले धेरै पढ्दैन। यसमा चाहिँ कोशी प्रदेश सुशासन ऐन 2076 अनुसार कोशी प्रदेशको प्रशासनिक कार्य सञ्चालनका आधारहरू के हुन् उल्लेख गर्नुहोस् भनेर सोध्यो भने हामीले कोशी प्रदेशको प्रशासनिक कार्य सञ्चालनका आधारहरू प्रदेश सुशासन ऐन 2076 को दफा 6 मा व्यवस्था गरिएको छ। उक्त दफा अनुसार कोशी प्रदेश को प्रशासनिक कार्य सञ्चालनका आधारहरू निम्न अनुसार छन् भनेर नम्बर हामी लिएर पढ्नेछौँ। र सबभन्दा सुरुमा हामीले आर्थिक समृद्धिको कुरा गर्छौँ, अर्थात् प्रदेशको आर्थिक समृद्धि हुने काम गर्नुपर्छ। दोस्रोमा गरिबी निवारण। जब आर्थिक समृद्धि हुन्छ, देश धनी बन्छ, तब गरिबी पनि निवारण हुन्छ है। आर्थिक समृद्धि भयो भने गरिबी निवारण हुन्छ र सामाजिक न्याय कायम हुन्छ। तीनटा कुरालाई यसरी पढ्नुहोस्। आर्थिक समृद्धि भयो भने जब आर्थिक समृद्धि हुन्छ तब त्यहाँको गरिबी निवारण हुन्छ, सबै मान्छे धनी हुन्छन् र सामाजिक न्याय कायम हुन्छ। संविधानको धारा 42 पनि हामीले यहाँनिर ठ्याक्क सम्झ्यौँ भने सामाजिक न्याय भनेको सबै बराबर हुने कुरा यहाँ आउनेछ। त्यसपछि अर्को चाहिँ हामीले के छ भनेदेखि महिला सशक्तिकरण र लैङ्गिक न्याय। महिला सशक्तिकरण र लैङ्गिक न्याय भनेको अब जब चाहिँ सामाजिक न्याय कायम हुन्छ, सामाजिक न्याय कायम भयो भने महिला सशक्त बन्छन्, महिलाहरू पावरफुल हुन्छन् र उनीहरूको लैङ्गिक न्याय भनेको पढ्न चाहिँ सबै पर्छ है। आइफोन जी तपाईँलाई जे पढ्न मन लाग्छ सबै पढ्नुहोस्। इक्जामका लागि चाहिँ तपाईँले भनेको कुरा नपढे पनि फेल भइँदैन, पढ्नै पर्दैन, त्यो 100% ग्यारेन्टी हो है। इक्जामका लागि पढ्दै हुनुहुन्छ भने नपढ्नुहोस्। तपाईँ ज्ञानका लागि पढ्नुहुन्छ भने जति पढे नि केही फरक पर्दैन, 24 घण्टा पढे नि हुन्छ है। इक्जामलाई पढ्ने कुरा मैले दिइसकेँ, योभन्दा आउट जाँदैन, ढुक्क हुनुहोस्। अनि सामाजिक न्याय कायम कति बेला हुन्छ भने जति बेला महिलाहरू सशक्त हुन्छन् र महिला पुरुष र तेस्रो लिङ्गी बीच एउटा समानता कायम हुन्छ। र त्यसपछि चाहिँ हामीले अर्को चाहिँ यो कसरी कायम हुन्छ त, महिला न्याय र सशक्तिकरण लैङ्गिक न्याय, महिला सशक्तिकरण र लैङ्गिक न्याय कसरी हुन्छ त भन्दाखेरि हामीले समावेशीकरण अवलम्बन गर्यौँ भने हुन्छ। आरक्षणको कुरा आउँछ यसमा। समावेशीकरणमा आरक्षण र सकारात्मक विभेद पर्दैन। मैले नै तलमाथि लेखिरहेको छु, तपाईँले सिरियली लेख्नै पर्दैन। मैले मिल्ने गरी तपाईँहरूलाई पढ्न सजिलो होस् भनेर मैले नै तलमाथि बनाउँदैछु है विमलजी। तलमाथि मैले नै गरिरहेको छु, यो सिरियली छैन। म 10 वटा लेखाउँदै छैन, 8 वटा मात्र लेखाउँदैछु। खालि तपाईँलाई लिङ्केज गरेर पढिदिनुहोस् क्या यसलाई। आर्थिक समृद्धि भयो भने गरिबी निवारण हुन्छ र सामाजिक न्याय कायम हुन्छ। सामाजिक न्याय कायम गर्ने कुरा हामीले तीनटा कुरालाई मेनली फोकस गर्नुपर्छ सामाजिक न्याय कायम गर्नका लागि। एउटा महिला सशक्तिकरण गर्नुपर्छ, अर्को लैङ्गिक न्याय कायम गर्नुपर्छ र समावेशीकरणको अवधारणा ल्याउनुपर्छ। हो, त्यसरी लिङ्केज गराउँदैछु मैले। यो भइसकेपछि हामीले यति कुरा 5 वटा पोइन्ट हामीले पहिला सिक्यौँ। अब त्यसपछि अरू तीनटालाई हामीले त्यही अनुसार लिङ्केज गराउनुपर्छ फेरि। र हामीले प्राकृतिक स्रोत साधनको दिगो र कुशल व्यवस्थापन गर्यौँ भने मात्रै वातावरण संरक्षण हुन्छ। त्यसैले यहाँ दुईटा कुरा, प्राकृतिक स्रोत साधनको दिगो र कुशल व्यवस्थापन है। प्राकृतिक स्रोत साधनहरू जति हाम्रा नेचुरल रिसोर्सेसहरू छन्, ती नेचुरल रिसोर्सेसहरूको हामीले दिगो तरिकाले र कुशल व्यवस्थापन गर्यौँ भने के हुन्छ, वातावरण संरक्षण हुन्छ। त्यसैले नम्बर 7 पोइन्ट चाहिँ नै वातावरण संरक्षण। वातावरण संरक्षण यो दुईटालाई एउटा बनाउनुहोस्। माथिका 5 वटालाई मेनली लिङ्क गराउनुहोस्। मेन कुरा माथिका 5 वटा। सामाजिक आर्थिक समृद्धि त्यति बेला कायम हुन्छ जति बेला गरिबी निवारण हुन्छ र सामाजिक न्याय कायम हुन्छ।
अब सामाजिक न्याय कायम गर्न के गर्नु पर्यो भन्दाखेरि मेनली 3टा कुरा गर्नु पर्यो। महिलालाई सशक्त बनाउनु पर्यो, लैङ्गिक न्याय महिला पुरुष र तेस्रो लिङ्गी भनेर विभेद गर्नु भएन र समावेशीकरणको अवधारणा लागू गर्नु पर्यो। पहिलो 2टा पोइन्ट सम्झिनुहोस्, 2टा सम्झ्यो भने 5वटै आए। र अर्को दोस्रोमा चाहिँ नि प्राकृतिक स्रोत साधनको दिगो र कुशल तरिकाले व्यवस्थापन गरियो भने मात्रै वातावरण संरक्षण हुन्छ, होइन भने वातावरण बिग्रिन्छ। र यी सबै हामी काम केका लागि गर्छौँ भनेदेखि प्रदेशको सन्तुलित विकास गर्नका लागि गर्छौँ। त्यसैले अन्तिम पोइन्ट प्रदेशको सन्तुलित विकास। यति 10वटा पोइन्ट तपाईँले लेख्न, के अरे 8वटा पोइन्ट लेख्न सक्नुभयो भने यु आर द ग्रेट। इक्जाममा यो चाहिँ सुशासन ऐनबाट सोध्यो भने कन्सेप्चुअल पार्ट पछिको फर्स्ट हामीलाई रिटर्नमा सोध्न सक्ने क्वेसन हो कि कोशी प्रदेश सुशासन ऐन अनुसार प्रदेशको प्रशासनिक कार्य सञ्चालनका आधारहरू के हुन्। त्यसमा केही लेख्नु परेन, दफा 6 मा यसको व्यवस्था गरेको छ, दफा 6 अनुसार निम्नानुसार छन् भनेर यी 8वटा कुरा लेख्यौँ भने इट्स अ ग्रेट एन्सर। र प्रदेश सरकारका नीतिहरू के छन् त भनेर हामीलाई अब अर्को प्रश्न सोध्ने छ। प्रदेश सरकारका नीतिहरू के छन् त? प्रदेश सरकारका नीतिहरू अब कोशी प्रदेश सरकारका नीतिहरू के छन् त भनेर हामीलाई नीतिहरू पनि पढ्न भनेको छ। त्यसैले हामीले कोशी प्रदेशका नीतिहरू चाहिँ दफा 7 मा छ है। 6 मा हामीले सञ्चालनका कार्य प्रशासनिक कार्य सञ्चालनका आधारहरू के हुन् भनेर पढ्यौँ। अब प्रदेश सरकारका चाहिँ नि म चाहिँ तपाईहरुलाई नीतिहरूको पो कुरा गरेछु त, माथि त उल्टो परेछ है साथीहरू। प्रशासनिक कार्य सञ्चालनका आधार भन्दा नि प्रदेश सरकारका नीतिहरू 8वटा कुरा मैले टिपाउनु पर्ने 8वटा कुरा, त्यो चाहिँ मैले यता उसमा पो छलफल गरेछु तपाईहरुसँग। त्यसैले यसलाई चाहिँ माथि नम्बर 4 मा चाहिँ त्यो प्रशासनिक कार्य सञ्चालनका आधारहरू भन्ने मेटाउनुस् त, यहाँ ठ्याक्कै उल्टो पर्न गएछ। यसलाई मेटाएर माथिको हेडिङलाई मेटाएर त्यहाँ केही फरक पर्दैन। प्रदेश सरकारले अख्तियार गर्ने नीतिहरू भन्ने हेडिङ राख्नुस् त। प्रदेश सरकारले अख्तियार गर्ने नीतिहरू, त्यहाँ माथि हेडिङ चाहिँ अघि हामीले प्रशासनिक कार्य सञ्चालनका आधार लेखेको थियो त्यहाँ भएछ। मैले नीतिहरू यो दफा 7 लेख्नुहोस्, प्रदेश सरकारले अख्तियार गर्ने नीतिहरू। र अब चाहिँ प्रदेश सरकारले अख्तियार गर्ने नीति चाहिँ 7 मा है। र यो नम्बर 5 मा चाहिँ अब तपाईहरुले प्रशासनिक कार्य सञ्चालनका आधारहरू भनेर टिप्नुहोस् त, माथि करेक्सन गर्नुहोस् है। प्रशासनिक कार्य सञ्चालनका आधारहरू। मैले पनि यो कोशी प्रदेश निजामती सेवा के अरे सुशासन ऐन आज मेबी दोस्रो क्लास होला तपाईहरुलाई। अस्ति एउटा क्लासमा छलफल गराएको थिएँ, आज दोस्रो। अब 7वटा प्रदेशका 7वटा छुट्टै छन्, सङ्घको छुट्टै छ 8वटा छन्। अब 8वटै मलाई जान्दैन, म चाहिँ सङ्घको कर्मचारी भएको हुनाले मैले सुशासन ऐन 2064 सङ्घको पढेको छु र त्यसका कुरा भयो भने म कुनै पनि कन्फ्युजन नभइकन अहिले फटाफट भनिदिन सक्छु। कोशी प्रदेशका यी प्रशासनिक सञ्चालनका आधार फरक छन्, गण्डकीका फरक छन्, कर्णालीका फरक छन्, सबैका फरक भएको हुनाले म चाहिँ नि अस्ति क्लासमा हेरेको थिएँ, आज चाहिँ दोस्रोचोटि हेर्दै गरेको हुनाले अलिकति उ छ। म अब अगाडिपट्टि कानुन राखेर नै तपाईहरुलाई छलफल गर्दैछु। दफा 6 मा चाहिँ प्रशासनिक कार्य सञ्चालनका आधारहरू छन् र यसमा चाहिँ प्रशासनिक कार्य सञ्चालनका आधार मध्ये पहिलो आधार चाहिँ राष्ट्र र जनताको बृहत्तर हित हेर्नुपर्छ।
कर्मचारीले काम गर्दा सबभन्दा सुरुमा राष्ट्र र कर्मचारीको बृहत्तर हित गर्नुपर्छ है। देशलाई कसरी राम्रो बनाउने र जनतालाई कसरी राम्रो बनाउने। अर्को चाहिँ कानुनको शासन हुनुपर्छ, अर्थात् कानुन अनुसारको शासन हुनुपर्छ। कानुन कोशी प्रदेशको सुशासन ऐनले जसरी काम गर भनेको छ त्यही किसिमले काम गर्नु पर्यो। कोशी प्रदेशको निजामती सेवा ऐनले कर्मचारीका बारेमा जे भनेको छ त्यही अनुसार गर्नु पर्यो। अर्को चाहिँ समन्याय र समावेशीकरण। समन्याय भनेको सबैलाई बराबर इक्विटीको कुरा गर्छ यसले, इक्विटीको। र समावेशीकरण भनेको सबैलाई हामीले आरक्षणको कुरा दिने कुरालाई समावेशीकरण भित्र राख्छौँ। ओके, नम्बर 1 मा राष्ट्र र जनताको बृहत्तर हित, देश र जनताको हित हुने काम कर्मचारीले गर्नुपर्छ भन्ने कुरा हो 1 मा। 2 मा चाहिँ समन्याय र समावेशीकरण। समन्याय र समावेशीकरण एउटा कानुनको शासन भयो। कानुन अनुसारको शासन चल्नु पर्यो भन्ने कुरा। अर्को मानव अधिकार हो। ठिक छ, तल माथि परे केही भएन। नम्बर 1 मा चाहिँ राष्ट्र र जनताको बृहत्तर हित, जनताको हितको हुने कुरा। दोस्रोमा चाहिँ कानुनको शासन थियो भन्नुभयो। ठिक छ, कानुनको शासन। यो अपडेट भइरहेको छ क्या मेरो यो आइप्याड, अनि यो बेला बेलामा स्किप गरिरह्यो। दोस्रोमा चाहिँ समन्याय र समावेशीकरण अनि कानुनको शासन। अनि चौथो नम्बरमा मानव अधिकार। अर्कोमा चाहिँ पारदर्शिता। अर्को चाहिँ भ्रष्टाचार मुक्त शासन। ओके, यहाँ अपडेट भइरहेको हुनाले यो बेला बेला गइरहेको, त्यसैले तपाईहरु कपीमा फटाफट टिपिदिनुस् न। यो अपडेट भइरहेको छ अनलाइन इन्टरनेटमा। नम्बर 1 मा राष्ट्र र जनताको बृहत्तर हित। 2 मा कानुनको शासन। 3 मा समन्याय र समावेशीकरण। समन्याय भनेको चाहिँ बराबर न्याय दिने कुरा है, इक्विटीको कुरा गरेको हो यसले। अनि अर्को चाहिँ मानव अधिकार। मानव अधिकार। अर्को चाहिँ पारदर्शिता, ट्रान्सप्यारेन्सी। अर्को चाहिँ भ्रष्टाचार मुक्त शासन। अर्को चाहिँ गुणस्तरीय सेवा प्रवाह। गुणस्तरीय सेवा प्रवाह। अर्को चाहिँ जनसहभागिता, जनतालाई सहभागी बनाउने कुरा, जनसहभागिता। अर्को चाहिँ निष्पक्ष कर्मचारी। निष्पक्ष कर्मचारी। र अन्तिममा स्थानीय स्रोत साधनको अधिकतम प्रयोग। स्थानीय स्रोत साधन, हाम्रा स्थानीय तहमा भएका जति स्रोत साधनहरू छन् तिनीहरूको अधिकतम प्रयोग। हामीले स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गर्ने कुरा हाम्रो यसमा पर्छ। है, मलाई लाग्छ सबैले टिप्नु भयो होला यसका आधारहरू। अब चाहिँ अपडेट भइसके जस्तो छ। ओके, अर्को चाहिँ हाम्रो टपिक कार्यालय प्रमुखका कार्यहरू के हुन् भनेर पढ्नु पर्ने छ। कार्यालय प्रमुखका कार्यहरू।
अब हाकिमले के काम गर्ने अफिसमा भनेर कार्यालय प्रमुखका कामहरू चाहिँ कोशी प्रदेशको सुशासन ऐनले 5 वटा तोकेको छ है। कोशी प्रदेश सुशासन ऐनले तोकेका 5 वटा के हुन् त त्यो हामी पढ्छौँ। म यो अपडेट यो नयाँ प्याड खोल्नु पर्ला जस्तो छ यसमा। अब 10 नम्बरमा चाहिँ स्थानीय स्रोत साधनको प्रयोग। हाम्रा स्थानीय स्तरमा भएका स्रोत साधनको प्रयोग चाहिँ हामीले सकेसम्म धेरै गर्नुपर्छ भनेको यसले। कार्यालय प्रमुखका कार्यहरू 5 वटा यहाँ अहिले काम गरेन, त्यसैले फटाफट तपाईहरु टिप्नुहोस्। नम्बर 1 मा कार्यालय प्रमुखका कामको नम्बर 1 दैनिक कार्य सञ्चालन। दैनिक कार्य सञ्चालन, सुपरिवेक्षण र नियन्त्रण गर्ने। नम्बर 1 मा टिप्नुहोस् त, दैनिक कार्य सञ्चालन, सुपरिवेक्षण र दैनिक कार्य सञ्चालन, सुपरिवेक्षण र नियन्त्रण गर्ने भनेको अफिसको काम, दैनिक जे काम हुन् त्यो कामहरू सञ्चालन गर्ने। अनि त्यसपछि सञ्चालन गर्दै गर्दाखेरि अब कर्मचारीहरूले काम गरिरहेका हुन्छन्, तिनीहरूलाई सुपरिवेक्षण गर्ने, कसरी गरेका छन् भनेर हेर्ने र गलत गरेका छन् भने नियन्त्रण गर्ने कुरालाई हामीले नियन्त्रण गर्ने कुरालाई हामीले पहिलो काममा कार्यालय प्रमुखको काममा पर्छ। कार्यालय प्रमुखको दोस्रो काम चाहिँ नि कर्मचारीलाई आवश्यकता अनुसार जिम्मेवारी तोक्ने। टिप्नुहोस् त, दोस्रो काम कर्मचारीहरूलाई आवश्यकता अनुसार जिम्मेवारी तोक्ने है। अब अफिसमा भएका अन्य स्टाफहरू हाम्रा जति छन् ती स्टाफहरूलाई चाहिँ जिम्मेवारी तोक्ने काम चाहिँ कार्यालय प्रमुखको हो। त्यसपछि तेस्रो काम चाहिँ कार्यालयबाट प्रदान गरिने सेवाहरूलाई छिटो छरितो र गुणस्तरीय बनाउने। कार्यालयबाट प्रदान गरिने सेवाहरूलाई छिटो छरितो र गुणस्तरीय बनाउने। हाम्रो अफिसबाट जे सेवाहरू दिन्छौँ त्यसलाई छिटो छरितो र गुणस्तरीय बनाउने। चौथो नम्बरमा अवधि तोकिएका कार्यहरू समयमै सम्पन्न गर्ने। अवधि तोकिएका कार्यहरू समयमै सम्पन्न गर्ने। जुन हामीलाई अवधि तोकेको हुन्छ 2 दिनभित्र गर्नु, 4 दिनभित्र गर्नु भनेका कामहरू, ती कामहरू चाहिँ समयमै गर्ने कुरा यसमा पर्नेछ। अवधि तोकेका कामहरू समयमै गर्ने। र अन्तिममा चाहिँ नि तोके बमोजिमका अन्य कार्य गर्ने गराउने। तोके बमोजिमका अन्य कार्य गर्ने गराउने है। हामीले अरु के काम तोकेको हुन्छ ती तोके बमोजिमका अन्य कामहरू गर्ने गराउने काम चाहिँ नै पर्ने छन्। यी 5 वटा कुरा चाहिँ कार्यालय प्रमुखका कार्यहरू अन्तर्गत पर्दछन्। नम्बर 1 मा कार्यालयको कामको सञ्चालन गर्ने, सुपरिवेक्षण गर्ने र नियन्त्रण गर्ने। 2 मा चाहिँ कर्मचारीहरूलाई जिम्मेवारी तोक्ने। 3 मा चाहिँ सेवा प्रवाहलाई छिटो छरितो र गुणस्तरीय बनाउने। 4 मा समय तोकेका कामहरू चाहिँ समयमै सम्पन्न गर्ने। जे हामीलाई काम गर्नु भनेको छ समय तोकेर ती कामहरू समयमै गर्ने। र अर्को चाहिँ अरु कामहरू जे काम गर्नु भनेर तोकेको छ हामीलाई ती कामहरू गर्ने जिम्मेवारी पनि कार्यालय प्रमुखको हो। अब अर्को पोइन्ट चाहिँ, अर्को प्रश्न, हामीले अफिसमा चाहिँ डिसिजनहरू गरिराख्नुपर्छ। अफिसमा डिसिजन गर्दाखेरि, निर्णय गर्दाखेरि के कुरालाई आधार लिएर निर्णय गर्नुपर्छ त कार्यालय प्रमुखले भन्ने कुरा हामी यसमा पढ्छौँ। कार्यालय प्रमुखले के कुरालाई आधार लिएर गर्ने त, ती आधारहरू के हुन् भनेर हामी यसमा
छलफल गर्नेछौँ। ती आधारहरू चाहिँ 5 वटा छन्। ती 5 वटा आधारहरू के हुन् त? त्यसैले हेडिङ राख्नुहोस्, निर्णय गर्दा लिइने आधारहरू। हामीले निर्णय गर्दा के आधारहरू लिन्छौँ, ती आधारहरू हामी हेर्छौँ। त्यसैले आधारहरूमा नम्बर 1 मा समयावधि, निर्णय गर्दा लिइने आधार नम्बर 1 मा समयावधि है। समयावधि, समय कति समयमा गर्ने हो भन्ने कुरामा। 2 पारदर्शिता, ट्रान्सप्यारेन्सीको कुरा दोस्रोमा। तेस्रोमा हामीले निर्णय गर्नुपर्नेको आधार र त्यसको कारणहरू के हुन्, निर्णय गर्नुपर्ने आधार र कारणहरू। त्यसपछि चौथोमा चाहिँ नि हामीले के गर्नु पर्यो भनेदेखि, यदि स्वार्थ बाजिन्छ भने त्यो काम चाहिँ नि हट्नु पर्यो। स्वार्थ बाजिएमा निर्णय गर्न नहुने भनेको, मेरो मान्छेको चाहिँ मेडिकल स्टोर छ, म त्यहाँको कार्यालय प्रमुख हुँ भने मेरो मान्छेले औषधि सप्लाई गर्न तयार छु भन्यो भने, उसले पनि कम्पिटिसनमा आयो भने म चाहिँ त्यहाँ कम्पिटिसनमा सहभागी हुन पाउँदिनँ है। त्यसैले स्वार्थबाजीको कुरामा निर्णय गर्न नहुने र निर्णय गरेको कुरा तत्काल चाहिँ नि मथल्लो तहलाई जानकारी दिनुपर्ने, अर्थात् मथल्लो हाकिमलाई निर्णय भएको कुरा तत्काल एक तह माथिको अधिकारीलाई है। अफिसमा चाहिँ निर्णय गर्दा लिने आधारहरू 5 वटा यिनै हुन्। पहिला कति समयावधिमा गर्नुपर्ने हो त्यो समयावधि ख्याल गर्नु पर्यो। अनि ट्रान्सप्यारेन्ट हुनु पर्यो, आधार र कारण स्पष्ट रूपमा खुलाएको हुनु पर्यो। स्वार्थ बाजिन्छ भने निर्णय गर्नु भएन र निर्णय भएको कुरा चाहिँ तत्काल एक तह माथिकोलाई जानकारी हामीले दिनु पर्यो। यो कुरा चाहिँ हो। अर्को चाहिँ गुनासो व्यवस्थापन कसरी हुन्छ त भन्ने कुरा हामीले पढ्नु पर्ने छ। के हो त गुनासो व्यवस्थापन? हाम्रो कार्यालयमा भएको कामको बारेमा सेवाग्राहीलाई चित्त नबुझेमा सेवाग्राहीले त्यो गुनासो गर्न पाउनेछन्। त्यसैलाई त्यो गुनासो कार्यालयले सम्बोधन गर्नुपर्नेछ र त्यो सम्बोधन गर्नका लागि हामीले गुनासो सुन्ने अधिकारीको नियुक्ति गरेका हुन्छौँ। गुनासो सुन्ने अधिकारी, यसलाई चाहिँ इङ्ग्लिसमा नोडल अफिसर भन्छ, नोडल अधिकृत। त्यसैले हरेक अफिसले नोडल अफिसरको व्यवस्था गर्नुपर्छ र नोडल अफिसरले चाहिँ नि गुनासो प्राप्त भएको 24 घण्टामा गुनासोको सम्बोधन गर्नुपर्छ है। गुनासो सुन्ने अधिकारी अफिसमा हुन्छ, उसले कार्यालयको कुनै कामप्रति कुनै सेवाग्राहीको गुनासो भएमा गुनासो सुनाउन पाउँछ। त्यो गुनासो चाहिँ नि कार्यालय प्रमुखले अथवा त्यो गुनासो सुन्ने अधिकारीले 24 घण्टामा सम्बोधन गर्नुपर्छ। र अफिसमा अर्को गुनासो पेटिकाको पनि व्यवस्था गर्नुपर्छ। बोल्न सक्नेले पो गएर सुनाउँछ त, बोल्न सक्ने त गुनासो पेटिकामा खसाउँछ। त्यसैले गुनासो पेटिका 3 दिनमा खोल्नुपर्छ, खोल्नुपर्ने। गुनासो पेटिका 3 दिनमा खोल्नुपर्ने र 24 घण्टाभित्र सम्बोधन गर्नुपर्ने। त्यो गुनासो पेटिकामा आएका पनि हामीले 3 दिनमा खोल्ने र 24 घण्टाभित्र सम्बोधन गर्नुपर्ने छ। ओके, कोशी प्रदेशको निजामती के अरे सुशासन ऐनले यी कुराहरू सँगसँगै अब हामीले कोशी प्रदेशमा चिठीहरूको फरचोट कति अवधिमा गर्नुपर्छ, कार्य सम्पादन करार कति दिनमा गर्नुपर्छ, नागरिक बडापत्र र सार्वजनिक सुनवाई गरेर यी 4 वटा कुराहरूको व्यवस्था थप गरेको छ। ती 4 वटा कुराका बारेमा हामी अर्को क्लासमा छलफल गर्नेछौँ। अब 4 वटा कुरा के हुन् भनेदेखि, पहिलोमा चाहिँ पत्र फरचोट गर्ने अवधि छ। त्यसपछि हामीले कार्य सम्पादन करार गर्नुपर्ने छ। त्यसपछि नागरिक बडापत्रको कन्सेप्ट हामी पढ्नेछौँ र हामी
सार्वजनिक सुनवाईको कन्सेप्ट, यो 4वटा कुरा चाहिँ हाम्रो अब भोलिको क्लासमा छलफल हुनेछन्। है कसैलाई केही प्रश्न छ भने 1-2 मिनेट राख्न सक्नुहुन्छ, प्रश्न राख्नुहोस् त। कसैसँग त्यस्तो प्रश्न छ भने राख्नुहोस् ल। छ जस्तो लागेन। अब यहाँ स्लाइडहरू त देखिएको छैन साथी। अब मैले चाहिँ नि खुलेको स्लाइड बरु अर्को खोलेर तपाईँहरूलाई राख्दिएँ मैले। अब निर्णय गर्दा लिने आधारहरू, गुनासो व्यवस्थापन यति मात्रै खुल्छ, अरू त खुलेन। ल त्यसो भए सबैजना साथीहरूलाई धेरै धेरै धन्यवाद।